स्वागत छ हाम्रो मनी मार्केट च्यानलमा। साथीहरु, आज म तपाईलाई केही सहज सरल तरिकाहरू कसरी पैसा कमाउने र हामीले कसरी सजिलै तरिकाले हामी जिरो लगानीमा पनि पैसा कमाउने भन्ने बारेमा तपाईलाई आज म यो भिडियो बनाउन गइरहेको छु र तपाईलाई सजिलो तरिकाले बुझाउँछु। ध्यान दिएर सुन्नु होला है। अब अहिले कतिपय हाम्रो नेपाली समाजमा काम गर्नलाई हिचकिचाउने गर्छन्। काम सानो होस् ठुलो होस् है, सबै मान्छेहरू के गर्न थाल्छन्, काम हो हामीले गर्न सक्दैनौँ अथवा हिचकिचाउने सबैको बानी छ। तपाईँ हाम्रै सबै गाउँघरमा त्यस्तो बानी गर्ने गर्छ। तर त्यही बानीले गर्दा हामीले पछाडि पार्ने गर्छ। आदरणीय दर्शक महानुभाव, तपाईलाई थाहा होला मान्छे काम कहिले पनि सानो हुन सक्दैन है। तपाईले सानो होस् ठुलो होस् सबै काम आफूले जानेको काम गर्नुपर्छ। आज म तपाईलाई व्यावहारिक तरिका, म तपाईलाई कुनै कथा र प्रकाश उसले यो गर्यो फलानाले यो गर्यो भन्न गइरहेको छैन। म तपाईलाई जीवन उपयोगी र जिरो कुनै एक खल्तीमा रुपैयाँ नभए पनि उसले घरमै बसेर अथवा सानो कामबाट धेरै आम्दानी गर्ने रियल तपाईलाई आइडियाहरू बताउन गइरहेको छु। म एक तपाईलाई बताउने छु। ध्यान दिएर सुन्नु होला र आफ्नो जीवनमा लागू गर्नुहोस् है। तपाईले सुनेर मात्र हुँदैन, यो सुनेको कुरा आफ्नो जिन्दगीमा लागू गर्नुपर्छ। बल्ल सार्थक हुन्छ। तपाईले सुनेको पनि त्यसको भ्यालिडेसन, त्यसको महत्त्व हुने गर्छ। त्यसैले म तपाईलाई सजिलो तरिका, कसरी एक फल्तीमा पैसा छैन तर व्यापार गर्न अथवा कमाउन सकिन्छ, त्यसको आइडिया तपाईलाई म उदाहरणसहित प्रस्तुत गर्नेछु। नम्बर 1, हामीले कुनै पनि करेसाबारी होस् अथवा कुनै पनि एउटा हाम्रो घरको माथि गमलाहरू, विभिन्न गमलाहरू त्यहाँ तपाईले देख्न सक्नुहुन्छ। कसैको घरमा तपाईले देख्न सक्नुहुन्छ। कतिपय घरहरूमा गमला, कतिपय घरहरूको माथि छतमा हरियाली गमला देख्न सक्नुहुन्छ। त्यो सधैँ सुकेको हुँदैन। किन त भन्दा उनीहरूले त्यो कसरी बचाउने भन्ने उहाँसँग कला हुने गर्छ हैन। जो कला तपाईसँग पनि होला। एउटा गृहिणी भइसकेपछि गृहिणीसँग हुन्छ कला, त्यस्तो कला नहुने कुरा कला होइन। त्यही कला तपाईले अरू छिमेकीलाई सिकाएर पनि के गर्न सक्नुहुन्छ, कमाउन सक्नुहुन्छ है। आफूले काम सानो होस् ठुलो होस् केही भएन, तर तपाईले आफूले जानेको काम अरूलाई सिकाउन सक्नु पर्यो। जस्तै एउटा इक्जाम्पल यहाँ छ। एउटा सीता दिदी चितवनमा बस्नुहुन्थ्यो। उहाँ सधैँ अरूका लागि आफ्नो छतमा सधैँ हरियाली देख्नुहुन्थ्यो, हरियाली बनाउनुहुन्थ्यो। अरूका छिमेकीहरूले पनि उहाँमाथि जिज्ञासा राख्न थाले है। यो कसरी भयो? हामी त जति गरे पनि हाम्रो त हरियाली, हाम्रा गमलाहरू त हरियाली हुँदैनन्, तपाईको कसरी भयो भनेर सोधे। अनि उहाँले भन्नुभयो कि म तपाईहरूलाई सिकाउँछु भनेर सिकाउन थाल्नुभयो। केही समयपछि उहाँले 1-2 घर गर्दै धेरै घरमा आफैले बिस्तारै पहिला चाहिँ एकदम भोलन्टियर भएर काम गर्नुपर्छ कि। यदि तपाईको कुनै कुरा तपाईलाई मन परेको छ भने त्यो कुरा तपाईले केही समयको लागि एकदम बिना पैसा सेवकको रूपमा तपाईले काम गर्नु पर्ने हुन्छ। जब त्यसो गरिसकेपछि तपाईलाई के लाग्छ, सबैले मान्छे हो यसले त सबै कुरा जाने कुरा छ, यसलाई हामीले के गर्नु पर्यो, सबैले यसबाट सिक्नु पर्यो भनेर मान्छेहरू अटोमेटिकली आफै तपाईको कहाँ आउने गर्छन्। त्यसकारणले तपाई कहाँ आइसकेपछि तपाईले अनि बिस्तारै चार्ज लिएर त्यो सुरु गर्न सक्नुहुन्छ। त्यस्तै सीता दिदीले बारम्बार त्यस्तै काम गर्दै धेरै त्यो छिमेकी हुँदै सम्पूर्ण ठाउँमा फैलिसकेपछि उहाँले 500 प्रति घर उहाँले जीवित राखे बापत, उहाँले विभिन्न बिरुवाहरू जीवित राखे बापत 500 लिने गरिन्। त्यसपछि उहाँको व्यवसाय के हुन थाल्यो, बिस्तारै फस्टाउन थाल्यो है। हो, तपाईले पनि यही गर्न सक्नुहुन्छ। आफूले जानेको कुरा तपाईले यदि अरूलाई सिकाउनु भयो भने पहिला तपाईले सेवकको रूपमा पहिला बिना शुल्क है, पैसा नलिएर समाजसेवीको रूपमा काम गर्नुस्। त्यसपछि त्यही तपाईले मन परेको कुरा अरूलाई विश्वास लाग्न थाल्यो भने बिस्तारै अनि आफ्नो आम्दानी तपाईले बढाउन सक्नुहुन्छ। त्यसैगरी कमाई गर्न सकिने सबैभन्दा सजिलो नम्बर 2, तपाईहरुले
खाना बनाउने है। अब जस्तै हाम्रो दसैँ होस् तिहार होस् त्यस्तो अवस्थामा के हुन्छ भने कतिपय मानिसहरूले त्यो विभिन्न दसैँमा मोमो बनाउँदछन्। अब पार्टी होस्, अब कहिलेकाहीँ हामी हाम्रो पाहुना आएको बेला हामीले मोमो बनाएर खुवाउने गर्छौँ। मिठो छ भन्छ, सबैबाट कमेन्ट सबैबाट प्रतिक्रिया राम्रो आउँछ। अनि यहाँ उदाहरण एउटा के छ भने राजु नाम गरेका एकजना व्यक्ति पोखरामा बस्ने गर्थे। पोखरामा बस्ने गर्थे। उनी जब खान्थे। जब खाँदाखेरि उनलाई पार्ट टाइममा मोमो बनाउन राम्रै इन्ट्रेस्ट अथवा रुचि थियो। त्यो मोमो एक दिन उनले आफ्नो साथीहरूलाई बनाएर खुवाए। साथीहरूले भने कति मिठो बनाएको, तैँले त यो पैसामा बदल्न सक्छस्, किनभने पैसामा तैँले यो मोमो बनाएर बेचिस् भने राम्रै हुन्छ आम्दानी भनेर साथीहरूले सल्लाह दिए। त्यसपछि उनले के गर्न थाले, त्यो मोमोलाई बिस्तारै पार्ट टाइममा दिउँसो 9 to 5 अफिस जाने, कार्यालय जाने, त्यसपछि आएर बाँकी टाइम के गर्न थाले, होम डेलिभरी बिस्तारै बिस्तारै गरेर अहिले उहाँको साइड इन्कम हुने गर्छ। अब तपाईँले यो लाग्दो होला हामीले यो कसरी सुरु गर्ने भन्ने तपाईँले जिज्ञासा हुनसक्छ। अहिले त तपाईँलाई युट्युबमा विभिन्न कसरी रेसिपी बनाउने, कसरी खाना बनाउने भन्ने सम्पूर्ण भिडियोहरू तपाईँले युट्युबमा भेट्न सक्नुहुन्छ। मात्र तपाईँसँग इच्छा हुनु पर्यो। म केही न केही गर्न सक्छु अथवा केही गर्ने मसँग इच्छा छ, इच्छा आकाङ्क्षा हुनु पर्यो। इच्छा शक्ति भयो भने जहाँ इच्छा त्यहाँ उपाय हुन्छ। तर तपाईँसँग इच्छा शक्ति नै छैन भने तपाईँले केही गरेर पनि गर्न सक्नुहुन्न है। यो ग्यारेन्टी कुरा हो, तपाईँले आफूले बुझ्नु होला। त्यसै गरी कमाउन सकिने तेस्रो नम्बर हो हामीले विभिन्न अरूबाट लिएका विभिन्न होम डेलिभरी सेवा दिने। जस्तै तपाईँले के हुन्छ भने कतिपय मान्छेहरूलाई अब सिजनल तयारीहरू मनपर्ने हुन्छ। जस्तै अचार होस्, अनि विभिन्न तपाईँहरूले बनाएका रेसिपी होस्, विभिन्न अहिले त तपाईँको घरको अचार एकदम चलिरहन्छ। अब आँपको अचार हो, त्यसपछि सुन्तलाको अचार, अब विभिन्न यी अचारहरू तपाईँले तयार गर्न सक्नुहुन्छ। विभिन्न हाम्रा घरेलु उत्पादनहरू, घरेलु वस्तुहरू मिसाएर तपाईँले सानो सानो लगानीबाट, अब त्यसको लागि पनि फेरि तपाईँले के गर्न सक्नुहुन्छ भने विभिन्न युट्युबहरू, विभिन्न ट्युटोरियल, विभिन्न युट्युबहरूबाट तपाईँले हेरेर पनि सिक्न सक्नुहुन्छ है। तपाईँहरूले मैले भनिसकेँ अघि, तपाईँले इच्छा हुनु पर्यो। इच्छा बिना केही गर्न सकिँदैन। तपाईँ अब घन्टौँ तपाईँले अनलाइनमा तपाईँले टाइम बिताइरहनु भएको छ भने त्यो टाइम तपाईँले सिक्नमा लगाउनु भएको भए कमसेकम तपाईँले केही नै कुरा सिकेर आफै त गर्न सक्नुहुन्थ्यो, स्वरोजगार त बन्न सक्नुहुन्थ्यो। हो, त्यसैले हामीले सिक्ने काम चाहिँ छोड्नु हुँदैन। अनि उदाहरणका लागि के हो भने चितवनका एकजना मेनुका नाम गरेकी दिदी हुनुहुन्थ्यो। उहाँले के गर्न थाल्नुभयो भने घरेलु विभिन्न उत्पादन तथा विभिन्न तरकारीहरू, विभिन्न अचारहरू बनाउन थाल्नुभयो। त्यसपछि उहाँले बनाइसकेपछि सुरुमा मान्छेहरूलाई मन पर्न थालेन। जब मान्छेहरूको स्वाद बस्दै गइसकेपछि उहाँलाई ठाउँ ठाउँबाट डेलिभरी हुन थाल्यो। जस्तै विभिन्न आँपको अचार, विभिन्न अरू उसको अचार, निम्बुको अचार है, तपाईँले अर्को विभिन्न खाले अचारहरू, घरेलु अचारहरू बेचेर उहाँले साइड इन्कम गर्न सक्नुभयो। किनभने यसमा लगानी लाग्दैन। बिना लगानीको तपाईँले के गर्न सक्नुहुन्छ, त्यहाँ इन्कम गर्न सक्नुहुन्छ। यो तपाईँहरूका लागि महत्त्वपूर्ण। त्यसै गरी 4 नम्बर के हो भने तपाईँले थाहा छ अहिले मान्छेहरू बजारमा तरकारी बेच्ने मान्छेहरू किन धनी छन्? किनभने तरकारीमा पनि राम्रै नाफा छ। सकभर तपाईँले आफूले उत्पादन गरेको तरकारी तपाईँले बजारमा लिने प्रयास गर्नुहोस्। यदि भएन भने के गर्न सक्नुहुन्छ, तपाईँले अरूबाट ल्याएर सस्तोमा ल्याएर त्यही तरकारीलाई तपाईँले होम डेलिभरी विभिन्न घरहरूमा तपाईँले पुर्याएर कमाउन सक्नुहुन्छ। अब मान्छेले भन्छन् काम सानो हुँदैन, अब मैले तरकारी बेच्ने भन्छन्। अनि तपाईँलाई कसरी तपाईँले कमाइ हुनसक्छ त? कामलाई तपाईँले तुलना गर्न थाल्नुहुन्छ, यो काम त सानो हो भन्न थाल्नुहुन्छ। अनि हामी कसरी माथि उठ्ने? उदाहरणका लागि धनकुटामा बस्ने हरिमाया दिदी हुनुहुन्थ्यो। उहाँले सुरुमा आफ्नो खेतबारीमा तरकारी उत्पादन गरेर उहाँले विभिन्न
4-5 वटा छिमेकीहरूमा प्रश्न बाँड्न थाल्नुभयो। सुरुमा उहाँले निशुल्कै दिन थाल्नुभयो। अब दिइसकेपछि मान्छेलाई के भयो भने ओहो तरकारी त आफूले उत्पादन गर्न सकिने रहेछ भन्ने कुरा सिकियो है। त्यो सिकिसकेपछि उहाँले बिस्तारै आफ्नो कार्यक्षेत्र बढाउँदै उहाँले चाहिँ विभिन्न टोल छिमेकी हुँदै बिस्तारै होम डेलिभरी गर्ने र अरूले उत्पादन गरेका किसानहरूको तरकारी ल्याएर पनि बेच्ने काम गर्नुभयो। हो, हामीले केही न केही गर्नुपर्छ आदरणीय दर्शक महानुभाव। तपाईलाई पैसा कमाउन खास गाह्रो छैन है। अब पाँचौं हो तपाईलाई थाहा छ अहिले फेमस ब्युटी पार्लर है। मान्छेहरूले अब धेरै पैसा खर्च गरेर ब्युटी पार्लरमा धाउँछन्। अब तपाईले यदि ब्युटी पार्लरको ब्युटिसियनको कुरा तपाईले सिक्नुभयो भने त तपाईको घरमै आउन सक्छन् नि। सानो 10,000 बाट लगानी किन नहोस्। अब यसमा ब्युटी पार्लरमा के प्रयोग हुन्छ तपाईले थाहा पाउन सक्नुहुन्छ। जस्तो सुन्तलाको बाहिरको बोक्राबाट धेरै क्रिमहरू बनाउन सकिन्छ। विभिन्न अनुहार पोता चयापता हटाउन पोतोलाई हटाउनका लागि प्रयोग गरिन्छ। त्यसबाट पनि तपाईले विभिन्न क्रिमहरू पाउडर क्रिमहरू बनाउन सक्नुहुन्छ। अब यसको लागि तपाईले मेन यो स्किल यसै कसरी प्राप्त गर्ने भन्ने कुरा तपाईले सुरुमा गाह्रो लाग्छ भने युट्युबमा गएर A to Z त्यहाँ सबै तपाईलाई के दिएको हुन्छ ट्युटोरियल त्यहाँ तपाईले पाउन सक्नुहुन्छ। मैले अघि नै भने तपाईसँग इच्छा शक्ति हुनुपर्छ, सब गर्न सकिन्छ। अनि ब्युटी पार्लर अहिले एकदम फेमस भइरहेको छ। किनभने नेपालमा मात्र होइन विश्वको सबै ट्रेन्ड हो। तर नेपालमा हामीले यदि नेचुरल र प्राकृतिक बाट उत्पादन हुने अनुहारलाई तथा कुनै पनि अनुहारलाई त्यसरी असर नपार्ने चिज हामीले बनाउन सक्यौं भने अझ त्यो बजारले धेरै माग लिने गर्दछ है। तपाईले यो कुरा पनि आफैले सिक्नुपर्छ। यदि सिकिएन भने हामी कमाउन पनि सक्दैनौं। त्यसैले हामी अरु अगाडि बढ्न पनि सक्दैनौं। त्यसैले छैटौं सजिलो तरिका हो कमाउने। अब तपाईलाई थाहा छ हाम्रो परम्परागत सिपहरू थिए धेरै। बाबुबाजे हुँदै तपाईलाई हस्तान्तरण गरिएका सिपहरू थिए। थुप्रै सिपहरू थिए। लुगा भयो, सिलाइ कटाइ बुनाइ, अनि तपाईको डोको भन्ने हुन्थ्यो बुन्नी, अनि त्यो हातमा लाउने स्वेटर जस्ता विभिन्न मुडा भए विभिन्न प्रकारका पहिलाका परम्परागतका वस्तुहरू बुन्ने गरिन्थ्यो के। अहिले के भयो भने तर त्यो अहिले हरायो कि यो मानौ कि हामीले हरायो भन्दा बित्तिकै यसको आवश्यकता पर्दै नपर्ने भन्ने होइन है। त आवश्यकता पर्छ। तर तपाईले त्यसलाई अहिले यहाँ बजारमा विभिन्न बजार पसलहरूमा हेर्न सक्नुहुन्छ। त्यहाँ विभिन्न पसल बजारहरूमा के हुन्छ भने त्यहाँ तपाईको त्यहीकै मूल्य तपाईको प्रिमियम मूल्यमा तिर्छन्। अथवा अब अहिलेको जुन पाउने साधनहरू भन्दा डबल मूल्य दिन्छ। अनि तपाईले त्यही चीजहरूलाई उत्पादन गरेर आफूले जानेको सिपलाई आफ्नो बाबुबाजेले तपाईलाई हस्तान्तरण गरेको सिप प्रयोग गरेर तपाईले गर्न सक्नुभयो भने अवश्य कमाइ हुन्छ। किनभने सुरुमा अलिकति गाह्रो हुन्छ। सुरुमा मान्छेहरूले बजार मार्केटिङ बनाउनु पर्यो, बजार बनाउनलाई अलि टाइम लाग्छ। तर धैर्यता राखियो भने राम्रो इन्कम हुन्छ। उदाहरणका लागि बागलुङकी सानुमाया नाम गरेकी दिदी, उहाँ सुरुमा बाबुआमाले बाट हस्तान्तरण गरेको सिप बुन्ने तथा सिउने कला थियो। उहाँले सुरुमा त्यो सिपलाई अलिकति परिमार्जन गरेर थप परिष्कृत गर्दै उहाँले अलिकति आधुनिकीकरण गरेर उहाँले अगाडि बढ्नुभयो। सुरुमा गाह्रो भए तापनि त्यसपछि बिस्तारै उहाँमा ग्राहकहरू आकर्षण हुन थाले। यो तपाईले किनभने यो रियालिटी होइन, मैले एक्जाम्पल है तपाईलाई बुझाउनका लागि मैले यसरी एक्जाम्पल या स्क्रिप्ट लेखेर राखेको हो। किनभने यसो गरियो बुझाउन सकियो भने तपाईले गर्न सक्नुहुन्छ। हामीले भनेका छौं यो च्यानलबाट रियल इन्कम, सत्य तपाईले वास्तविक, झुटो होइन यो गर्यो त्यो गर्यो भनेर हामीले यो भिडियो ल्याउँदैनौं। तपाईलाई काम लागोस् ताकि हामीले बनाएका भिडियोहरू तपाईले वास्तविक आफ्नो जीवनमा उतार्नु होला भनेर हामीले त्यसरी बनाउने गर्छौं। अब परम्परागत सिपहरू सबै काम लाग्छन्, सबैका लागि काम लागिरहेका छन्। अहिले जति तपाईलाई लो हुँदै गए तापनि तर पछि समय अनुसार झन् यिनीहरूको मूल्य बढ्ने गर्छ। त्यो बेला तपाईले परम्परागत सिपलाई अझै परिष्कृत गरी अझै तपाईले चेन्ज गरेर त्यसलाई केही यो समय अनुसार सुहाउँदो बनाएर अगाडि बढ्नुभयो भने
तपाईले कमाउनका लागि खास गाह्रो हुँदैन है। अब त्यसैगरी सातौं अनिवार्य महत्त्वपूर्ण सिप हो। सातौं के सिप हो भने तपाईलाई मानौ 10,000 रुपैयाँ छ, तपाईको खल्तीमा मानौ 10,000 रुपैयाँ छ। अब त्यो 10,000 रुपैयाँले तपाईले काहीँ खुद्रा अथवा होलसेल पसलमा जानुहुन्छ, त्यहाँ तपाईले साना बच्चाहरूका खाने किरानाहरूका जम्मा किरानाहरूमा पाउने आइटम, साना किन नहोस् सबै किरानाहरूमा पाउने कुरकुरे, त्यसरी तपाईको चिउरा, त्यसपछि दालमोट, त्यस्ता चिजहरूलाई तपाईले एकीकृत गरेर जम्मा गरेर सबै किरानाहरूमा तपाईले होलसेल तरिकाले सप्लाई गर्न सक्नुहुन्छ, जहाँ तपाईले 10,000 बाट अथवा 5,000 बाट लगानी गर्न सक्नुहुन्छ। अब यति भएन भने पनि तपाईले आफैले लोकल चिउरा अथवा लोकल दालमोट उत्पादन गर्न सक्नुहुन्छ, किनभने यो तपाईहरुले गर्न सकिने काम हो, तपाईले आफैले गर्न सक्नुहुन्छ। त्यो कारणले तपाईले प्रयास चाहिँ गर्नुपर्छ कि प्रयास नगरुन्जेल पैसा भन्ने कुरा कमाउन धेरै गाह्रो छ है। त्यो भएर उदाहरणका लागि स्याङ्जाकी सानुमाया दिदीले सुरुमा लोकल चिउरा तथा दालमोट उत्पादन गर्ने प्रक्रिया रु 5,000 बाट सुरु गरिन्। त्यसपछि उनले विभिन्न किरानाहरूमा पुर्याउँदै किरानाहरूबाट सप्लाई बिस्तारै बिस्तारै आउन थालेपछि उनले 2 जना सहित रोजगारी दिएर अहिले त्यस आफ्नो स्वरोजगार व्यवसाय सञ्चालन गरिरहेकी छ। यो भनेको तपाईलाई मैले एक्जाम्पल बनाउनका लागि हो, यसलाई तपाईले वास्तविक नसम्झनु। तर तपाईले यो यस्तै आइडिया चाहिँ यस्तै तरिका चाहिँ आफूले लागू गर्नुपर्छ के। यो त मैले तपाईले एक्जाम्पल उदाहरण बनाउनका लागि मात्र यो स्क्रिप्ट यो मैले लेखेको हो, स्क्रिप्ट बनाएको हो र यो कन्टेन्ट राइटिङ बनाएको। तपाईले यो कुरा जसरी अहिले बनाएको त्यो कुरालाई तपाईले लागू गर्नुपर्छ है। ल त साथीहरु, तपाईलाई बुझ्नुभयो, जिन्दगीमा पैसा कमाउन खासै गाह्रो छैन है। अब पैसा कमाउनका लागि मात्र तपाईले के हुनु पर्यो, जहाँ इच्छा त्यहाँ उपाय भन्ने हुन्छ। म सरस्वती भन्न गइरहेको छु। पहिलो एक, तपाईले आफ्नो घरेलु साना वस्तुगत उत्पादन गर्नुस् र विभिन्न वस्तुगत उत्पादन गरेर तपाईले आफ्नो घरेलु सानोबाट सिकेर बनाउन सक्नुस्। 2 नम्बरमा तपाईले आफ्नो वस्तुलाई उत्पादन गर्नका लागि विभिन्न साना स्वरोजगारमूलक तपाईहरुले तरिकाहरू विभिन्न ठाउँबाट सिक्नुभयो भने अझै बेटर हुनेछ। आशा छ आदरणीय दर्शक महानुभाव, तपाईले यी भिडियोहरुबाट धेरै सिक्नुभयो। आगामी दिन तपाईलाई यो भिडियो कस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला र अझै तपाईलाई म सरल तरिकाले बुझाउने गरी र एक उदाहरण सहित प्रस्तुत गर्ने बाचाका साथ अब कमाउनुस्, मस्त रमाउनुस्, सिक्नुस् है। सिकिन्जेल हामी केही पनि कमाउन सक्दैनौं, पहिला सिक्नु पर्छ के। भनिन्छ नि, लर्निङ सिक्दै कमाउँदै, लर्निङ एन्ड अर्निङ, अथवा पहिला नसिकेर कमाउन सकिदैन। त्यसैले हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला र यस्तै भिडियोका लागि कमाउँदै गर्नुहोस्, सिक्दै गर्नुहोस्।